हेलो गाइज वेलकम टु न्यू भ्लगलाई नयाँ दिनलाई अन्तको हेलो मेरो हजुरहरू भनिरहेको थियो लाइक गर्नुहोस् ल भने बाहिर टक्क ड्युटीमा थिएँ है देखाउँदै थिएँ ड्युटी आइपुगेको थिएँ म 3 बजी थिएँ तपाईँ दादा दिदीहरू पनि आउनु भएको थियो है अन्त 3 बजी चाहिँ अब चाहिँ मेरो घर जाने पनि हुनु आँटेको थियो टाइम आजको दिन चाहिँ यस्तो हुन्छ ल भनेर देखाउँदै थियो हेर्नुहोस् ल यस्तो थियो आजको दिन चाहिँ दामी नै थियो ओके नै थियो 3 बजी उता चाहिँ यस्तो छ घर आइहालेँ त्यसपछि घर आएर चाहिँ घाम ताप्नु थालेको कि भरे चाहिँ अब फेरि अन्त 3 बज्यो भने चाहिँ बाटो लाग्नुपर्छ फेरि लासु बाटो लाग्नुपर्छ नि तापिन्छ अब पुरा डढ्दो रहेछ घामले है आसुले किनिदिनु भएको है कस्तो लाग्यो मिठो मिठो लाग्यो मैम दे चिप्स थ्याङ्क यू कस्तो भयो योपालि राम्रो भयो तेरो राम्रो भयो कस्तो भयो यस्तो भन् गुड भन् प्रियङ्का दिदीले उयो सिकाएको काम लाग्छ कि लाग्दैन लाग्यो कि लागेन लाग्यो पास हुन्छस् फर्स्ट हुन्छस् भोलि होइन रिजल्ट म भोलि हेर्छु ल तेरो फर्स्ट हुन्छस् भनेको छ है त पास ए पनि पास हुन्छ अरे फेरि घाम तापेर चाहिँ दाजुले कुकुर देखाउँछु भनेर देखाउनु भनेको कि देखाउँछु त भनेन तर यसो हेर्नु गएको त यस्तो दामी दामी कुकुर वाउ म त मागेको दिँदै अन्त मन पनि दुख्यो अलिअलि थियो दिँदैन भने के गर्नु जबरजस्ती त गर्नु भएन त्यो कुरामा चाहिँ हो अन्त यसको माउ चाहिँ कहाँ जान्छ अरे बाई आउनु बाई 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 सबैलाई